लिएपछि त लियो भने त आदत हुन्थ्यो हजुरसँग। फाइन काट फाइन, त्यही हुँदैन, फाइन काट। हुँदैन फाइन त भर्नुपर्छ यार। तिमीहरू जस्तो गर्दाले नि आजकल बाटोमा धेरै एक्सिडेन्ट भइरहेछ। मान्छे लाइसेन्स हुँदैन, गाडी लिइहाल्छ, चलाउन जान्दैन, गाडोमा गएर ठोकिदिन्छ, कुनै गाडीमा गएर ठोकिदिन्छ, कहीँ पल्टिन्छ, मर्छ मान्छे। फ्रीमा दुली पाछ, फ्रीमा बाइक पाछ, कपडा पाछ, पैसा पाछ, हेलमेट ला छैन। मलाई तिमीहरूले गर्दा नि हाम्रो पनि एकदम गाह्रो भइरहेछ। भन्छ पुलिस कहाँ छ, पुलिस कहाँ छ, कहिलेकाहीँ मलाई हामीले पनि गाह्रो भइरहेछ तिमीहरू कारणले गर्दा। त्यो सबै देऊ फाइनतिर। भेजुवा बाइक लिन्छ, त्यो पनि ठुलो बाइकहरू, महँगो खालको बाइक लिन्छ, चलाउन जान्दैन, हाक्न आउँदैन, साइड लाइट बाल्न आउँदैन, हाइलो गर्न आउँदैन, गएर गाडीमै बिचै जग्गामा घुसाइदिन्छ। फेरि यहाँ छ यसले यसरी मान्दैन। यसको सिकर छिन त, कहाँ छ? मजाक गरेछ अघिदेखि। मलाई हाम्रो सरकारी जागिर भएर नि हामीले यस्तो महँगो गाडी चढ्दैन, तिर्नै पर्छ। होइन भने यहीँ बस, रातभरि बस्यो नि केही फरक पर्दैन। हजुर रातमा मैले पहिलो रात हो। मलाई के थाहा त, हेलमेट लानु पर्दैन? कहाँ लेखा छ बिहेको दिनमा हेलमेट लानु पर्दैन भनेर? मलाई लाग्यो हजुर यो बिहेको टोपी छ भने हेलमेटको काम गर्छ त हुँदैन। फाइन निकाल, होइन भने रातभरि बस। सर यो हेर्नु त के बाँधिया छ? के हो यो बिहेको टाइममा पण्डितले एउटा आमको पत्तामा लपेटेर डोरीमा बाँधिदिन्छ। अब खोइ यसको मतलब के हो भन्ने थियो, एक दिन राख्नु पर्छ अरे 24 घण्टा। कि भित्र तिमीले यसमा गाँजा राखेछ? यसलाई गाँजामा फसाउनु पर्छ। फाइन तिर्छ, केले फसाउ तिमीलाई? निकाल। हजुर अर्को पैसा छैन, लगाउनु दिएको थियो नि। लगाउनु भने के हो? सास ससुराले ढोग्नु पर्छ अनि जाने बेलामा पैसा, आशीर्वाद दिने बेलामा पैसा, बादाम पनि दिन्छ, पैसा पनि दिन्छ। अब नमानेपछि हजुरहरू यसैबाट दिन्छु। यो मोटरी छ हजुर, यो बादाम खानुहुन्छ हजुर? फाइनतिर अहिले बादाम खाने बेला छ। 500 छ। के गर्ने होला सर? 500मा रसिद त कट्दैन। रसिद कट्दैन भने यस्तै राख्नु, छोडिदिनु, अँध्यारो हुन लागेछ। हल्ला साहब राख्नुहोस्। यो बादाम पनि लिनु, यो 500ले पुग्दैन। बादाम पनि दिनुहोस्। मोटरिया लिनुहोस् हजुर, खानु होला, आफ्नो बालबच्चाले पनि दिनु होला। कैसे जाऊ अहिले फेरि अर्को चोटि दिएको भने नि बिना हेलमेटको धेरै फाइन हान्छु म। बिहे गर्नुहुन्छ, गाडी चलाउन आउँदैन, जाऊ छिटो। ठिक छ हजुर, जानु होला, हिँड्नु न मेरो भोज खान। कहिले बिहे गराइसकेको छ क्या? बिहे हल्ला साहब हजुर, मार एउटा गम्छा पनि पायो होइन, बदाम पनि पायो, पैसा पनि पायो। ल हेर न एकचोटि, खाइहाल न के छ। यता बिहेको छ भने खोल्नु न, के छ हेर न एकचोटि। मुखमा पानी आयो मेरो त। तपाईँको आगा न आइरहेछ। ढुङ्गातिर गयो, मुला कहाँ गयो?